यस कार्यक्रमका सभापति महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, उपस्थित सम्पूर्ण साथीहरू एवं महानुभावहरूमा हार्दिक नमन। म यसै विद्यालयमा अध्ययनरत कक्षा 10 की छात्रा मोनालिसा खड्का। सर्वप्रथम त मलाई वक्तव्य प्रस्तुत गर्ने अवसर प्रदान गरिदिनुहुने गुरुवर्ग र विद्यालयप्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहन्छु। त्यसैगरी विद्यालयको 17औं स्थापना दिवसको सुखद अवसरमा विद्यालयको चौतर्फी विकासको कामना गर्दछु। विद्या प्लस आलय मिलेर विद्यालय शब्दको निर्माण भएको हो, जसमा विद्याको अर्थ ज्ञान र आलयको अर्थ घर अर्थात् ज्ञानको मन्दिर विद्यालय हो। यही विद्यालय विद्यार्थीहरूका लागि दोस्रो घर हो। कखरा र एबीसी सिकाउने मेरो विद्यालय मलाई अत्यन्तै प्यारो छ। सन् 2007 मा स्थापना भएर हालसम्म आइपुग्दा विद्यालयले निकै फड्को मारिसकेको छ। अन्तर्राष्ट्रिय अवार्ड प्राप्त यस विद्यालय शैक्षिक गतिविधिदेखि लिएर अतिरिक्त गतिविधिमा समेत अप्पल र उत्कृष्ट छ। यसै सर्वपक्षीय गुणस्तरका कारण बालबालिकाको पहिलो रोजाइमा छ मेरो विद्यालय। विद्यालय उत्कृष्ट हुनका लागि विद्यालय व्यवस्थापन र सञ्चालन समितिदेखि लिएर शिक्षक, विद्यार्थी एवं समाजको समेत गहन भूमिका रहेको हुन्छ। यी मध्ये हामी विद्यार्थीहरूका लागि बुबा आमाको दोस्रो स्वरूप हाम्रा गुरु गुरुआमा हाम्रा पथ प्रदर्शक हुन्, जसले हाम्रो शैक्षिक उन्नयनदेखि लिएर उज्यालो भविष्य निर्माणसम्मको जिम्मेवारी वहन गर्दै आइरहनु भएको छ। वास्तवमै मेरा गुरु गुरुआमा महान हुनुहुन्छ, जसले म र म जस्ता सयौं अबोध बालबालिकाको भविष्य निर्माण गर्ने कार्यमा जुटिरहनु भएको छ। म मेरो गुरु गुरुआमाको महिमा गान गाएर कहिल्यै थाक्दिन, किनभने उहाँहरूले म र म जस्ता अबोध बालबालिकाको मनोविज्ञान बुझेर त्यही अनुरूप असल व्यवहार र शिक्षा प्रदान गरिरहनु भएको छ। संसारमा सफल व्यक्तिको प्रेरणाको केन्द्रबिन्दु नै गुरु हुन्। तिनै गुरु जसले सही मार्ग निर्देशन दिनुभयो, जसले सफलताको शिखर छुम्ने उपाय सिकाउनु भयो। पूर्ण नमन तिनै महागुरुवर्गप्रति। आज विशेष अभिभावक दिवस। यहाँ उपस्थित सम्पूर्ण पूजनीय अभिभावकहरूमा हार्दिक नमन। विद्यालय र विद्यालयका शैक्षिक गतिविधिमा प्रत्यक्ष निगरानी राख्ने व्यक्तित्व हुनुहुन्छ प्रत्येक अभिभावक। वास्तवमै भन्ने हो भने एउटा बालक जन्मिएर खाने बोल्नेदेखि लिएर असल संस्कार समेत घरमा आफ्नै आमा बुवाको सहायताबाट प्राप्त गर्छ। त्यो प्रत्येक अभिभावकको जिम्मेवारी पनि हो। म मेरो परिवारको बगैँचामा फुल्दै र फक्रिँदै गरेकी एउटा फुल हुँ, जसलाई बुबा आमाले रोप्नुभयो, मलजल गर्नुभयो र बिना चेकबार स्वतन्त्र भएर आफ्नै आकारले छुट्टै सुगन्धमा मौलाउने अवसर दिनुभयो। म साँच्चै भाग्यमानी छु, किनभने मैले मेरो इच्छा, आकांक्षा र चाहना अनुरूप मलाई हेरविचार गर्ने माली पाएकी छु। नत्र म अझै देख्छु विद्यालय पोसाकमा चट्ट सजिएर सुनौलो भविष्य बोकी विद्यालय धाउँदै गर्दा म जत्रै उमेरका, अझ भनौँ म भन्दा साना बालबालिकाहरू कलम समाउने हातले फोहोर टिपिरहेका, सपनाको जालोले जुठो भाडा माझिरहेका। बाध्यता र व्यवस्था छुट्टै कुरा हुन्, तर शिक्षा पाउनुपर्ने नैसर्गिक अधिकार जस्तो संवेदनशील पक्षबाट किन वञ्चित छन् त देशका कैयौं बालबालिका। यो मेरो ठाडो प्रश्न सम्बन्धित निकायलाई र ती अभिभावकलाई जसले जन्म दिन जान्नुभयो तर आधारभूत आवश्यकता समेत पूरा गर्न सक्नु भएन। कुरा बालबालिकालाई विद्यालय पठाउने अभिभावकको मात्र होइन, कुरा ती अभिभावकको पनि हो जसले आफ्नो बालबालिकालाई विद्यालय त पठाउनु भयो तर बालबालिकाको गतिविधिलाई नजरअन्दाज गरिरहनु भएको छ। जसले आफ्नो बालबालिका विद्यालय पठाएपछि सम्पूर्ण जिम्मेवारी विद्यालयले लिन्छ वा लिनुपर्छ भन्ने सम्झनुहुन्छ। हो, विद्यालय र शिक्षकको जिम्मेवारी बालबालिकालाई नयाँ नयाँ ज्ञान प्रदान गर्ने र सुनौलो भविष्य देखाउने हो, तर आफ्नो बालबालिकाको बोलीचाली, व्यवहार र संस्कृतिको विकास भने बुबा आमाले आफै गर्ने हो। कम्तीमा पनि आफ्नो बालबालिका विद्यालयबाट घर फर्केर आएपछि उसलाई उसले दिनभरि गरेको गतिविधि सोध्न जरुरी छ। उसले जानेको, बुझेको, पढेको कुरा सोध्नु जरुरी छ। भलै म मान्छु केही मात्रामा जिम्मेवारी अभिभावकहरूले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनु भएको छ, किनकि उहाँहरूलाई थाहा छ दिनरात गरेको दुःख र मेहनत आफ्नै बालबालिकाको भविष्य निर्माणका लागि हो।
अर्कोतर्फ यस्ता अभिभावक पनि हुनुहुन्छ जोसँग आफ्नो बालबालिकाको छेउमा बसेर उसले गरेका गतिविधिबारे सोध्ने समय छैन, जो आफ्नो बालबालिकाको गतिविधिमा निगरानी राख्ने फुर्सद छैन। यसै गरी बालबालिकालाई स्वतन्त्र हिसाबमा छोडिदिने हो भने उनीहरूको भविष्य के होला र यदि नराम्रो बाटो लाग्यो भने त्यसको नतिजा के होला र यसको जिम्मेवार को होला, आफै विचार गरौँ। अन्तिममा बालबालिकाको वर्तमान सुधार्न र भविष्य निर्माण गर्न अभिभावक र गुरुआमा दुवैको महत्त्वपूर्ण भूमिका हुन्छ र आजको यस विशेष अभिभावक दिवसको उपलक्ष्यमा यहाँ उपस्थित सम्पूर्ण अभिभावकहरूलाई अभिभावक दिवसको शुभकामना दिँदै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै र विद्यार्थीहरूलाई पढाइलाई भारको रूपमा नलिई भविष्य निर्माण गर्ने आधारको रूपमा लिन आग्रह गर्दै म यस मञ्चबाट उजेल हुन चाहन्छु। धन्यवाद।